र यहाँनिर हुनुहुन्छ हाम्रो युनाइटेड दार्जिलिङ एफसी इजरायलको प्रेसिडेन्ट श्री चन्दन सिटौलाज्यू र उहाँसँग पनि आज म केही कुराकानी गर्न चाहन्छु र सर्वप्रथम तपाईँलाई आजको यो हाम्रो भिडियोमा स्वागत जनाउन चाहन्छु र आज तपाईँको यो सम्पूर्ण युनाइटेड दार्जिलिङको टिम मेम्बर साथै खेलाडी दाजुभाइहरूलाई केही मोटिभेट गर्ने केही सन्देश दिन चाहनुहुन्छ कि? सबभन्दा पहिला नमस्कार, जय गोर्खा। र जति पनि यहाँ हाम्रो यो दार्जिलिङ युनाइटेडको हाम्रो पेजमा जोडिनु भएको दाजुभाइ दिदीबहिनी जति पनि देश विदेशमा रहनु भएको सबैलाई सर्वप्रथम हैन दार्जिलिङ युनाइटेडको तर्फबाट धन्यवाद। र आज हामी आफ्नो देश छोडेर विदेशमा आएर पनि एउटा फुटबलको सिद्धान्त लिएर हामीले यसरी टिम एउटा कोर टिम बनाएर एउटा भारतको एउटा टिम बनाएर आज हामी एकजुट भएर यसरी गेम खेल्न जाँदैछौँ र हाम्रो भाइहरू दाजुभाइहरू जति पनि हुन्छ उहाँहरूले राम्रो गेम देखाउनुहुन्छ भन्ने मलाई विश्वास आछ र धेरै वर्षदेखि राम्रो खेल्दै आउनुभएको छ। योपालि चाहिँ अझै राम्रो खेल्नुहुन्छ किनभने हामी कोर टिमको सपोर्ट र दार्जिलिङका जति पनि दाजुभाइ दिदीबहिनी इजरायलमा कार्यकर्ता हुनुहुन्छ उहाँको सबको सपोर्ट र उहाँको आशीर्वादले आज राम्रो गेम खेल्छौँ भन्ने पुरा विश्वास छ र यही भन्न चाहन्छु म। थ्याङ्क यू सो मच श्री चन्दन सिटौलाज्यू र तपाईँहरूको आजको म्याच राम्रो होस्। बेस्ट अफ लक। थ्याङ्क यू सो मच।